सिओसी त सिओसी भन्न आएको त्यो त झानी होला नि त रमाइलो गरेर आयो तिम्रो दुईटा गाडीमा गएको होइन केटी नि थियो अरे क्या त्यही त भनेको रमाइलो गरेर आउने केटाहरू मैले फोन हानेको नउठाएको क्या त्यति बेला पुचिहाने थियो बिहानमा कुन ठाउँमा इक्जाम भएको चिप्लेढुङ्गा के काली अरे एउटा भत्रकाली होला माछाले भक्तकाली अरे जान्छ सानो छ नि त्यहाँ रेस्टुरेन्टमा आजकल त जान्न यार झ्याउला चादर त कोही जाँदैन एकचोटि गएको थिएँ तल देखेन अनि पछि फोटो हेरेको उता गएर अनि थाहा भएर अनि गएन जान पर्ला के भन्दो रहेछ सरप्राइज भनेर म कसैलाई पनि थाहा छैन म आएको हो र गएको त थाहा थियो होला नि ल ल होइन घर त थाहा थियो घर सोधेर आएको म ल जा राम्रोसित भोलि पर्सि भेट्छौँ है ल पानी परेन ल माछा त पेट त डेन्जर बनाएको त्यहाँ रेस्टुरेन्ट डेन्जर उस गर्थ्यो कि मोमो बनाउने काट्ने मैले बेलुकातिर गएर यसँग बस्थेँ मस्त सुनाउँथ्यो केटी उठ्दैन यार भन्थ्यो पनि यार यहीबाट आएको हामी माछाले ऊ सानो भयो नि जोसी राखेर यहीबाट आएको हामी गाउँडे माछाले आउँदा त अर्कै थियो जस्तो लाग्थ्यो त्यो झट्ट अहिले पो यस्तो हो यहीँ आइन त घरको पल्टेको अरे क्या माछा यहाँको दलबहादुर कहाँ गएछ नि पुरा यहाँ दलबहादुर थियो त दले क्या दले चिनिएन सङ्गम होइन नाम दलबहादुर खत्री थियो कि अङ्कै जे जस्तो भने तिमी गयो तिमीले मलाई होइन केटी ठोक्दै होइन जापानी त्यही नेपालीहरू के अनि मलाई भाइ एउटा केटी चाहिँ जान्छौ भन्थ्यो कि माछाले तिमी पनि सुत्ती के अनि म ठिक हुन्थेँ पागल हुन्थेँ म फोन हाने आऊ भन्ने हामी यहीबाट आएको अन्त जस्तो लाग्दैन यार ढुस्दै रहेछ त बाटो त यार हामी दल बाटो त ढुस्दै रहेछ त किन हुँदैन यस्तो कति चाँडो आएको त नि हामी ओहो सुकिन तलतिर त पुगौँ यार यस्तो हो त बाटो यार यस्तै बाटो भए पो होइन भएसम्म चलाउन हेर्न भन्दा चलाउन मजा आउने कि यस्तो बाटो कति बज्यो भन्दा मैले टोकेँ क्या खुट्टा हेर माछाले 247
हामी कति बजी हिँडेको र माडा कति बजीतिर हिँड्थ्यौँ र माथि उठ्नु जानु 30 बज्यो नि कहाँबाट अब गोर्खाली हो र 30 बज्यो त्यहाँ 25 तकबाट हिँडेको हामी हो र बताए सुशील होइन त्यो त्यो सुशील पहिला त्यो अर्को सुशील थियो त कहाँ गयो त नि ओए गर्लफ्रेन्ड पुग्यो क्या के भयो अब सुने यहाँ गरेको ओके त्यो आशिष आकाश भन्ने कहाँ गयो कहाँ त उतै घर बुढीको छोरा छोरा हेर्दै हो क्या छोरो छ एउटा आशिष ल्याएर है आशिषले नि बिहा गर्यो मनाइ बस्ने एसएमएम हो र यहीँ थियो नि बुढाबुढी दुईजनै काम गर्छ नि त कहाँ मोन्दाजमा भयो त ए होस्टेल म्याडम फेरि आशिषले के गर्छ त कहाँ त के गरेर बस्छ त अलिक बुझ्छ क्या बल्ल बल्ल यहाँ आइयो यार कहाँ यो नि ए आउनु लागिसकेको छ त होइन सिधै बजार आयो नि सिधै हस् त्यस्तो साह्रो भुक्क लाग्यो नि क्या जाम न झन् बजारमा स्नोकर छैन पुलिस लाउँछ कि नै तँलाई के अरे पुलिसमा पुल आउँदैन यिनीहरू लाउँछ स्नोकर खेल्न मन लाग्यो त्यहाँ नि थियो नि त्यो अरे तालखेलेको पछाडि नि थियो नि एउटा स्नोकर के स्नोकर के सुनिस् त ओए के सुनिस् त अन्त पुलको पुल स्विमिङ पुल होइन के पुल चाहिँ लट्ठी पुल चाहिँ हो क्या त्यो तालखेलेको पछाडि नि थियो नि त्यहाँ छ हटेन छ ओके तल स्केटिङ खेल्न आउँछ कि नै स्केटिङ किन यसरी पल्टिन्छ जस्तो भाइब चाहिरहेर आज यसरी पल्ट्यो नि त खुट्टा नटेको छ है त्यो सिधै टावर टेक्ने हात खुट्टा टेक्ने
अलिपुरछिहरू क्या को सङ जस्तो लाग्दै कहाँ भाइ बलले नआउने मुला बल खेलाउनु पर्दैन यो धनेको भाइ जस्तो हो त धनेको भाइ आफ्नै भाइ हो पानी परेर पनि खेल्नु हुन्छ भाइ पानी पऱ्यो भने म रेनकोट लाउँछु अहिले अर्को लाउँनुहोस् कि चारी पाली काट्नु पर्छ कहाँ बजारमा कहाँ र खडे जानु भाइ कहाँनिर हो सन्ध्या गल्ली उतापट्टि होइन माथि हो जित्दै भयो पुरै जित्दै अनि देब्रे हो त्यहाँ हाउसबाट त्यहाँ चुकबाट देब्रे हो पहिला कमला आन्टीको दोकान थियो नि त्यहाँनिर त्यो त्यहाँ हो अहिले बिहान बन्द भयो त लाग्यो बिहान नै बन्द थियो र अहिले त खुल्यो बन्द भइहाल्यो त्यो त्यही यताकै हो नि कि त्यो धोतीहरू हातको धुन्छ दुःख थियो कति बेला सलग्लो बाटो आउँछ भन्ने रहेछ कि मलाई धेरै छैन बाटो ठुलो छ पछि अर्कै पछि बन्द बन्द होइन यही होइन तलपट्टि पनि थियो नि एउटा होइन र छैन होइन त्यही त हो नि हामी स्थानीय होइन यहाँ त 9000 बन्द रहेछ म चल्नु पानी पर्ला जस्तो छानगार छ त केटा